सम्पूर्णमा नमस्कार। देवगुरु च्यानलमा स्वागत छ तपाईहरुलाई। यस भिडियोमा एनईबी ग्रेड 12 2081 अकाउन्ट सब्जेक्टमा ग्रुप ए मा सोधिने प्रश्नहरु र त्यसको उत्तरहरु लिएर आएको छु। ग्रुप ए मा 1 मार्कको लागि प्रश्नहरु र त्यसको उत्तरहरु लेख्नुपर्ने हुन्छ र एक्जाम ओरिएन्टेड भिडियो भनेर विद्यार्थी भाइ बहिनीहरुलाई यो भिडियो लिएर आएको छु। सुरुदेखि अन्त्यसम्म हेरिदिनु होला। क्वेशन नम्बर 1, व्हाट इज अ स्ट्याट्युटरी कम्पनी? स्ट्याट्युटरी कम्पनी भनेको के हो? कम्पनी भनेको कर्पोरेसन है। यो चाहिँ अब विशेष कानुनबाट स्थापना भएको कम्पनी, विशेष कानुनबाट स्थापना भएको कम्पनी भनेर बुझ्नुपर्छ। जस्तै नेपाल राष्ट्र बैंक, जस्तै नेपाल राष्ट्र बैंक। नेपाल राष्ट्र बैंक स्पेशल एक्ट मतलब विशेष कानुनबाट बनेको हो। अर्को प्रश्न छ, स्टेट एनी टू टाइप्स अफ प्रिफरेन्स शेयर्स। प्रिफरेन्स शेयर्सको दुईटा टाइप्सहरुमा क्युमुलेटिभ प्रिफरेन्स शेयर्स र रिडिमेबल प्रिफरेन्स शेयर्स भनेर लेख्न सकिन्छ। क्युमुलेटिभको अर्थ कुनै कम्पनीले एउटा वर्ष लाभांश नदिएको अवस्थामा त्यो लाभांश जोड्दै जानुपर्ने हुन्छ र भविष्यमा दिनुपर्ने हुन्छ। यसमा के हुन्छ भन्दाखेरि लाभांशहरु वर्षैपिच्छे जोडिदै जान्छन् यदि कम्पनीले नदिएको छ भने। अर्को हुन्छ रिडिमेबल प्रिफरेन्स शेयर्स। यसमा के हुन्छ भने निश्चित समयपछि फिर्ता गर्न सकिने हो। रिडिमेबल शेयर्स भनेको, प्रिफरेन्स शेयर्स भनेको निश्चित समयपछि फिर्ता गर्न सकिने। क्युमुलेटिभ सञ्चित हुँदै जान्छ। रिडिमेबल के हुन्छ? फिर्ता गर्न मिल्छ, फिर्ता गर्न सकिन्छ। क्युमुलेटिभ प्रिफरेन्स शेयर्समा लाभांश के हुन्छ? सञ्चित हुँदै जान्छ, जम्मा हुँदै जान्छ भनेर बुझ्नुपर्छ। यस्तै गरी क्वेशन नम्बर 3 रहेको छ, लिस्ट एनी टू आइटम्स अफ फिक्स एसेट्स भनेको छ। फिक्स एसेट्समा हामी एउटा ल्यान्ड भन्न सक्छौं, अर्को मेसिनरी भन्न सकिन्छ। क्वेशन नम्बर 3 सजिलो छ। क्वेशन नम्बर 4 मा राइट एनी टू लिमिटेशन्स अफ फाइनान्शियल अकाउन्टिङ। फाइनान्शियल अकाउन्टिङको लिमिटेसन लेख्नुहोस् भनेको छ। फाइनान्शियल अकाउन्टिङ भनेको दिस इज द ब्रान्च अफ अकाउन्टिङ। अकाउन्टिङको एउटा ब्रान्च हो जसमा फाइनान्शियल ट्रान्ज्याक्सन्सहरुलाई रेकर्ड गरिन्छ, वित्तीय कारोबारहरुलाई रेकर्ड गरिन्छ, फाइनान्शियल ट्रान्ज्याक्सन्सहरुलाई रेकर्ड गरिन्छ र फाइनान्शियल स्टेटमेन्ट्सहरुको माध्यमबाट कुनै पनि कम्पनीको अपरेटिङ रिजल्ट, फाइनान्शियल पोजिसन के कस्तो छ भन्ने कुरामा जानकारी गराउने अकाउन्टिङ हो फाइनान्शियल अकाउन्टिङ भनेको। अब यसको लिमिटेसन्समा दुईटा लेख्न सकिन्छ अहिले। इट रेकर्ड्स ओन्ली मोनिटरी ट्रान्ज्याक्सन्स। यसले पैसाको कारोबारहरु मात्र रेकर्ड गर्छ। ओके। इट डज नट सो द एफिसिएन्सी अफ म्यानेजमेन्ट। व्यवस्थापनको दक्षताको बारेमा यसले सो गर्दैन। अर्को प्रश्न रहेको छ, मेन्सन द मिनिङ अफ फिक्स्ड ओभरहेड। फिक्स्ड ओभरहेड्स आर costs. Fixed overheads are costs that remain constant regardless of the level of production. फिक्स्ड ओभरहेड के हुन्छ? कन्स्ट्यान्ट हुन्छ। प्रोडक्सन लेभल परिवर्तन हुन्छ, फिक्स्ड ओभरहेड कन्स्ट्यान्ट हुन्छ। अर्को प्रश्न रहेको छ, व्हाट डु यु मीन बाइ सेन्ट्रलाइज्ड स्टोर? सेन्ट्रलाइज्ड स्टोर भनेको के हो? अ सेन्ट्रलाइज्ड स्टोर इज अ सिंगल स्टोर। यो सिंगल लोकेसनमा एउटा सिंगल स्टोर हुन्छ दैट सप्लाइज मटेरियल्स टु अल डिपार्टमेन्ट्स अफ द अर्गनाइजेसन। अर्गनाइजेसनको सबै डिपार्टमेन्ट्सहरुमा एक ठाउँबाट सप्लाई गरिन्छ। एउटा अर्गनाइजेसनको धेरै डिपार्टमेन्ट्सहरु हुन सक्छन्। तिनीहरुलाई आवश्यक पर्ने सामग्रीहरुदेखि लिएर अन्य कुराहरु एउटा सप्लाई गर्ने एउटा पर्टिकुलर लोकेसनमा स्टोर हुन्छ, दैट इज सेन्ट्रलाइज्ड स्टोर।
क्वेसन नम्बर 7 स्टेट एनी 2 एडभान्टेज अफ टाइम मेरिट सिस्टम अफ वेजेस पेमेन्ट वेजेस पेमेन्ट गर्ने वेजेस क्यालकुलेसन गर्ने मेथडहरू हामीले क्लास 12 मा पढ्नुपर्ने हुन्छ टाइम रेट सिस्टम र पिस रेट सिस्टम अहिले प्रश्नले टाइम रेट सिस्टमको बारेमा सोधेको छ टाइम रेट सिस्टमका फाइदाहरू के हुन्छन् भन्ने कुरा छ पहिलो फाइदा रहेको छ सिम्पल टु क्यालकुलेट एन्ड अन्डरस्ट्यान्ड अब यो क्यालकुलेट गर्न पनि सजिलो हुन्छ र बुझ्न पनि सजिलो हुन्छ अर्को प्रश्न रहेको छ इट इन्स्योर्स रेगुलर एन्ड स्टेबल इन्कम टु वर्कर्सहरूलाई चाहिँ यसले रेगुलर र स्टेबल इन्कम इन्स्योर गर्छ भन्ने कुरा बुझ्नुपर्छ आजको यस भिडियोमा एनइभी अन्तर्गत कक्षा 12 मा सोधिएको 2081 को अकाउन्ट विषयको ग्रुप ए को प्रश्नहरू र त्यसको उत्तरहरू र त्यसको छोटो व्याख्या सहित तपाईहरुलाई प्रस्तुत गरेको छ के कस्तो लाग्छ सुरुदेखि अन्त्यसम्म सुनिदिनु होला नबुझेका कुराहरू फेरि रिपिट गरेर पनि सुन्न सक्नुहुन्छ यसैबाट तपाईले तपाईको एक्जामको लागि पनि तयारी गर्न सक्नुहुन्छ यो विद्यार्थीहरुको लागि एक्जाम ओरिएन्टेड भएर एउटा भिडियो बनाऊ भन्ने सोचेर यसभन्दा अगाडिको भिडियोमा 2082 को क्वेशन्स थ्योरेटिकल क्वेशनको आन्सर सहितको भिडियो बनाएको छु यदि त्यो भिडियो हेर्नु भएको छैन भने त्यो भिडियो पनि हेर्न सक्नुहुन्छ यस भिडियोमा 2081 को अकाउन्ट विषयको थ्योरेटिकल क्वेशन्सहरु को आन्सर प्रस्तुत गरेको छु यति बेलासम्म हेरिदिनु भयो थ्यांक यू सो मच भन्न चाहन्छु भिडियो मन परेमा लाइक कमेन्ट सब्स्क्राइब गर्न पनि सक्नुहुन्छ थ्यांक यू